जस्तै म विष्णु सापकोटा नेपाली क्याम्पसको तर्फबाट अहिले एमा बुद्ध र द एज ब्यान्डलाई ल्याइराख्नु भएको छ। उहाँको लगातार 3वटा इभेन्ट लगातार सफल भइरहेको छ। यो सफल हुनुको रहस्य के हो? जेएमके टिमको मायाको थियो टिमबाट यो चाहिँ तपाईँहरूको मायाले गर्दा सर्वप्रथम त एकैचोटि भन्दैछु म आज सिडनी आइपुगेको छौँ हामी एकदम खुसी छौँ र हामी एकदम रेडी छौँ। सिडनीमा चाहिँ अब जस्तै उहाँको माया इभेन्टको विगतको कार्यक्रम जस्तै यो यामा बुद्ध र दैज ब्यान्डको कार्यक्रम पनि उत्तिकै नै भव्य नै हुन्छ भनेर हामीलाई एकदम आशा छ र सायद सिडनीमा बस्नुभएको सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू पनि हामीले सपोर्ट गरिदिनुहुन्छ होला भनेर सो वी आर होपिङ अ लट फ्रम यु गाइज सो आई थिङ्क द्याट्स इट। सोच्दाखेरि एमा बुद्ध अर्धभूमिगत छ भन्ने कुरा सुन्थेँ मैले। भूमिगत अर्धभूमिगत के हो? अनि तपाईँ सार्वजनिक रूपमै सार्वजनिक हुनुभएको हो कुनै औपचारिक रूपमै अथवा के हो? अब मलाई पर्सनली त अब मैले खालि गीत बनाउने हो बाहिर होइन मेरो श्रोताहरूको माझ पुर्याउने हो सकेसम्म। अब त्यो पनि अनि खासै मिडियामा नलागेको भएर त्यस्तो भए हुनसक्छ। तर अब त्यसलाई जसरी लिए पनि हुन्छ। अब मेन स्ट्रिममा आयो अथवा कमर्सियल भयो अथवा केही पनि आएन भने पनि मैले गर्ने त लास्टमा गएर सङ्गीत नै हो नि त होइन। म त न मलाई अब केही बेचमा आउँछ होइन अनि मलाई त गीत बनाउनु आउँछ त्यही मैले गीत गर्छु। अब भूमिगत भए पनि गीतै गर्छु कमर्सियल भए पनि गीतै गर्छु। सो अब मलाई चाहिँ केही डिफ्रेन्स जस्तो लाग्दैन। थ्याङ्क यू। एक्सपर्ट एजुकेसनबाट सञ्जीव दाई तपाईँहरू सिडनीमा हुने हरेक कार्यक्रम सामाजिकदेखि लिएर परोपकारी कार्यक्रमदेखि लिएर यो साङ्गीतिक कार्यक्रम सांस्कृतिक कार्यक्रम हरेक कार्यक्रममा तपाईँहरूको स्पोन्सर देख्दै आइरहेको छु। कतिपय कार्यक्रमहरूमा टाइटल स्पोन्सर पनि हुनुहुन्छ। तपाईँले धेरै कार्यक्रममा स्पोन्सर गर्नुभयो। यो कार्यक्रममा स्पोन्सर गरेर तपाईँहरूलाई कस्तो प्रक्रिया आइरहेको छ? टाइटल स्पोन्सरहरू हुन्छ यो कार्यक्रमको नाम आउनुभन्दा अगाडि एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेस प्रेजेन्ट एमा बुद्ध एन्ड द एज ब्यान्ड भनेर आउँछ। तपाईँहरूको प्रतिक्रिया चाहिँ कस्तो आइरहेको छ? थ्याङ्क यू। यो क्वेसन चाहिँ मलाई आउला लगाइरहेको थियो त्यसो पनि भएको छ है। एक्चुली सञ्जीव र म हामी दुईजना चाहिँ अस्ट्रेलियाको 20 वर्ष भयो र यो जुन समाज हामीले देखिरहेको छौँ अस्ट्रेलियामा एउटा मेच्योर समाज भइसकेको छ। अहिले धेरै मान्छेहरू हुनुहुन्छ र मैले सुनेको अस्ट्रेलियाको सिनेमामा चाहिँ 40,000 मान्छेहरू हुन्छ अहिले। तर एक्सपर्ट एजुकेसन त्यसरी हामीले यसलाई प्रमोट गर्नु खोजिरहेको छौँ कि हामी पनि एउटा समाजको मान्छे हौँ र हामीले समाजलाई के दिन सक्छौँ भन्दाखेरि जस्तै आजको दिनमा हेर्दाखेरि जस्तै उहाँहरू नेपाल देखाउनु भएको छ, हामीले नेपाल देखाउनु भएको छ। उहाँले केही भोग गर्नुभएको छ र उहाँको जुन ट्यालेन्ट छ जुन दुःख गर्नुभएको छ त्यसलाई चाहिँ मनैदेखि एउटा सपोर्ट गरौँ। एज अ टाइटल पनि भन्दिनँ, म चाहिँ इभेन पार्टनर भन्छु किनभने हामी पार्टनर हौँ। हामी एज अ पार्टनरको हिसाबमा हामी दुई पार्टनर मिलेर चाहिँ सपोर्ट गर्नु खोजिरहेको छौँ। त्यसले के हुन्छ भने उहाँले सोध्नु खोजेको कुरा भएर आउँछ र हाम्रो बिजनेसको हिसाबमा हामीलाई जुन किसिमको सहयोग हुन्छ त्यसरी पाउन सकिन्छ। त्यस कारण चाहिँ हामी तपाईँले भन्नुभयो कि सकेसम्म बढी इभेन्टमा हामी सक्रिय हुने कोसिस गर्छौँ। त्यसले जुन ट्यालेन्ट हुन्छ त्यसलाई गाइड गर्न सहयोग गर्छ र त्यही चाहिँ हामीले गरिरहेका छौँ। आई थिङ्क द्याट्स द एन्सर। एज ब्यान्डको लागि एज ब्यान्डमा पात्रको लागि पनि हुन्छ। तपाईँहरूको यो ब्यान्डको नाम एज ब्यान्डको रिजन चाहिँ मलाई त्यो मनमा भनौँ न एमा बुद्धको त क्लियर भइसकेको छ होइन। एज ब्यान्ड चाहिँ किन एज ब्यान्ड भयो? खास एज ब्यान्ड नाम पनि म पनि स्वयं आफू नै एज ब्यान्डमा छिरेको हो। साँचो स्ट्रेट कुरा भन्नु चाहिँ एज ब्यान्डको पहिलाको भूमिका चाहिँ म चाहिँ सो म चाहिँ अब जस्ट लाइक 16 or 17 years old 16-17 वर्षको उमेरमा मलाई चाहिँ एज फ्रन्ट ल्याएर राख्नु भएको। सो समय परिस्थितिले चाहिँ अब कोही डिसिजन हुन्छ भने अब नाम चाहिँ ल जुन तिमीले चलाऊ तिमीले नै अब चाहिँ सम्हाल भनेर चाहिँ लाइक मैले अब त्यो
त्यो उमेरमा अब मैले जिम्मेवारी लिनुपर्ने थियो र जिम्मेवारी लिने बेला अब पैसाको कुरा गर्नु फाइनेन्सियल प्रब्लम पर्ने सिचुएसन पर्ने यस्तो कुराहरू चाहिँ मेरो फ्यामिली साथीभाइलाई एकदम हेल्प गर्नु उस्तै नभएर घरबाट पनि पैसा निकालेर चोरी लगेको छ है र साथीभाइहरूले पनि अब जति सक्दो सहयोगहरू चाहिँ कमिटीबाट दिएर हाम्रो रेकर्डिङ नै गरेर हेल्प गर्नुहुन्छ नि त्यो हिसाबमा चाहिँ र यस ब्यान्ड भनेर लिएर आउँछु चाहिँ तपाईँले चाहिँ हामीले यसरी सुरुवात गरेको थियो त्यसरी बाँचिन्थ्यो लानु छ जिन्दगी 2 दिनको नासो त छाडे गइस् तर एक दिन म पनि आउँछु शान्त सुन्दर संसारमा त्यो बादल पारीको जित्नु भन्दा ठुलो कुरो हिम्मत नहार्नु हो त्यसैले लड्दैछु सङ्घर्ष गर्दैछु त कस्तो छ साथी हामी फेरि भेट्छौँ अनि दिन गर्दैछु तेरो सम्झना यो मनमा छ त्यसै गरी Mr. Samir Shrestha from Sage Home Loan. हामीलाई सपोर्ट गरिरहेको हुनुहुन्छ Mr. Santosh Pathak from GEI College. त्यसै गरी हामीलाई सपोर्ट गर्दै हुनुहुन्छ जहाँ चाहिँ हामी उभिरहेछौँ तराई बार एन्ड विश्वबाट त्यसै गरी हाम्रो एम बुद्धज्यूलाई पनि हाम्रो यो चाहिँ मागेको छुइनँ त्यो जतन गरेर राखिदिनु होला है भोलिपर्सि तपाईँहरूको त्यो कलेक्सन चाहिँ अवार्ड कलेक्सनमा हामी खोज्न आउँछौँ कार्यक्रमलाई मैले ल थ्याङ्क यू भेरी मच फर एभ्री वान है